उता पस्छ त पा युट्युबर बन्ने सपना थियो गाइस, त्यो पनि अब चकनाचुर हुने भयो सायद। 8000 वाच टाइम पुरा गर्ने भनेको छ युट्युबले चाहिँ। हे गाइस नमस्ते, वेलकम ब्याक टु माई न्यू भ्लग। आई होप तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै आरामै छु गाइस। अहिले चाहिँ म यहाँ पढिरहेको थिएँ, आज चाहिँ सामाजिकको इक्जाम छ गाइस। कालेले पनि तल्ले पढिरहेको छ, मैले पनि पढिरहेको छु गाइस अहिले चाहिँ। अनि अब यो पढ्यो भने अगाडिदेखि मैले बुक हालेर पढिरहेको। अब एकछिन पछि भेट्छु गाइस तपाईँहरूसँग। आज बिहान नै मैले भ्लग स्टार्ट गर्न सकिनँ, त्यसको लागि सरी। अहिले 8 बजिसकेको छ गाइस। 7 बजे उठेर पढिरहेको थिएँ, अहिले 8 बजिसकेको छ। अब एकछिन पछि भेट्छु गाइस। आज बिहान भ्लगै बनाउने भएन। अनि गाइस तपाईँलाई एउटा कुरा भन्नु छ मैले पनि। हिजो चाहिँ म इक्जाम गर्न गएँ, मसँग गाइस 2वटा पेन थियो। 2वटा पेन गाइस म परीक्षामा लगाएको थिएँ गाइस। म क्लासभित्र पनि पसिसकेको थिएँ गाइस, परीक्षा लेख्दाखेरि त पेनै छैन। अब यस्तो टेन्सन भयो गाइस, के गर्ने भनेर। अनि धन्नले गाइस अगाडि साथीसँग एउटा त्रिपल पेन रहेछ, त्यसले मलाई एउटा पेन दिए, त्यसले लेखेँ गाइस। नत्र त हिजो गाइस झ्याउनै हुने थियो होला। 2वटा पेन नै हरिएर क्या। साथीसँग पनि गाइस पेन नभए त मेरो हिजो गाइस हुने थियो, कटै हुने थियो होला। मसँग पैसा पनि थिएन गाइस इक्जाममा पेन किन्ने, के नै हुन्थ्यो यार। गाइस खानामा चाहिँ हिजोको भात र हिजोको माछाको झोल छ गाइस। अहिले चाहिँ मम्मी पनि आइसक्नु भएको छ पसलदेखि, र मैले गाइस आज कुकुर प्रेसमा नै हालिदिनु भयो हिजोको माछाको झोल अनि भात। तपाईँले के ढिँडो गाइस, मम्मीले ढिँडो पकाउनु भएको छ, हेर्नुहोस् यहाँ। तातो पान्छ घोप्टेलाई हेर्नुहोस् गाइस, यस्तो हुन्छ ढिँडो। अब गाइस म पनि खान्छु, स्कुल जाने टाइम पनि हुन लागिसक्यो। सो गाइस मलाई पनि ढिँडो हालिदिइसक्नु भएको छ, हेर्नुहोस्। र गाइस मलाई ढिँडो त्यस्तो मन त पर्दैन, त्यसैले पिरो चाउचाउको सुप हालेर खान्छु म। त्यो छैन मम्मी ढिँडोको लास्टको खोटो अहिले पछि आएपछि अहिले आउला न त, त्यही केही छैन। बुरुसै छैन त मम्मी म त। छोटे काटेपछि हुन्छ ले गाइस अब यसलाई काट्नुपर्छ गाइस। म बुरुस नभएपछि आसीले काट्ने, अनि भित्र थोरै थोरै हुन्छ, त्यो बेला लाएर बुरुस गर्ने गाइस। यार अब काटौँ यसलाई। हो गाइस हेर्नुहोस्, अब यसलाई काट्यो नि त। अनि गाइस यसको भित्र हाल्ने अनि बुरुस गर्ने। के हो राख्नु भयो? यो सिरानी हाल्छु। सिरानी? एउटा सिरानीमा 2वटा सिरानी? गाइस हाम्रो घरमा चाहिँ यस्तो छोटो छोटोवाला सिरानी हुँदैन, लामो 2वटालाई बरु मिक्स गरेर लामोवाला सिरानी बन्नु हुन्छ गाइस। हेर्नुहोस् अझ गाइस म चाहिँ अहिले स्कुल जाने भनेर रेडी पनि भइसकेको छु, ड्रेस लाएर। र भित्र बत्ती पनि आएन अहिलेसम्म, अनि बाहिर टलटलाल घाम छ गाइस अहिले चाहिँ। गाइस बत्ती पनि आइसकेको रहेछ, मलाई थाहा नै थिएन, भ्लगमा ध्यान दिइरहेको थिएँ त्यसैले। हेर्नुहोस् गाइस मौसम पनि पुरा खुल्लिसकेको छ। हिजो अस्तिदेखि पानी परिरहेको थियो नि त गाइस, त्यसैले मौसम पुरै खुल्लिसक्यो अहिले चाहिँ। तपाईँ कहाँ चाहिँ लाग्नु भएको त? म न यिनी कभर खुनी मेहन्दी हो कि टाउन लाउने। कुन कलरको? कालो कालो? किन लाउने हो तपाईँले? हातल लाउने। तपाईँ कपाल फुल्या छैन मम्मी, यस्तो कलर लाउनुपर्छ, फेरि पछि कपाल झर्छ बर्थडेपछि। के गर्ने गाइस हेर्नुहोस् त मम्मीको मेहन्दी कालोमा। यो के हो त? यो त सेतो हो त मम्मी। कालो हुन्छ अहिले। अब बर्थडेपछि कपाल फुल्ने गर्छ। म चाहिँ गाइस बर्थडेपछि म यो मेहन्दी चाहिँ लाउँदैन, कपाल झर्छ कि बर्थडेपछि लगाएको नि त। मेहन्दी लाल्नु मम्मी। गाइस हेर्नुहोस् त माथि रबरले बाँधेर यस्तरी लाउनु भएको। अब कति बेला छोड्नुहुन्छ त्यसलाई? अहिले पछि अहिले नआउने कि सुक्न दिनुपर्छ? अलिअलि सुक्नु दिनु। यसो नि त मम्मीको हात पनि कालो भयो, अब टाउको पनि कालो हुन्छ कपाल। सो गाइस म चाहिँ अहिले इक्जाम गरेर आइसकेको छु, र आएर ड्रेस पनि फेरिसकेँ गाइस। र मम्मी चाहिँ अहिले कोठामै हुने रहेछ। के हो राख्नु मम्मी? सुया कभर ल्याए त मेरो त्यो भेस्ट धुइदिनु न त। के त्यो बिहान लगायो भेस्ट, कहाँ छ बेन लायो? बिहान लगाएको थियो त्यो भेस्ट, धुइदिनु भएको थियो। छैन भइरहेछ त्यो बेला सुकाएन? सुकिहाल्यो के भयो गाइस? हेर्नुहोस् मम्मीले पकाएको रोटी, दिउँसोको नास्ता, चटनी रहेछ गाइस थोरै, अनि एउटा रोटी। तपाईँले खानुभयो?
गाइस म चाहिँ अगाडिदेखि बसिरहेको थिएँ होइन लोके पनि आइसकेको छ वा सुतीको क्या गाइस त म मोबाइल हेरिरहेको थिएँ ओए लोके वाइ उठ के ओए गाइस गाइस नाटक ओए नाटक गऱ्यो अरे के भयो के भयो केही भएन भर्खर भूकम्प आयो कत्रो मैला तँ अहिले नेपालगञ्ज हस्पिटल ओए बिहान भइसकेछ माया ओए गाइस गाइस भर्खर आएको थियो के बोल रहा उठ के ओइ म कति बेला आयाम यो गाइस यो त के भयो यसलाई नाटक गरेर आएको क्या ल गाइस अब हामी चाहिँ बल खेल्न जान लागेको छौँ गाइस नाटक रहेछ गाइज अगाडि मेरो रियाक्सन होला हेर ह्यान्डसम छ हुनु म यस्तै हो पारा मेरो नाच्छ हेर आजकल नयाँ जान्छ गाइस गाइस फुटबलको सेलिब्रेसन उता पस्छ त पास गाइस अहिले चाहिँ रात परिसकेको छ मम्मीसँग गाइस झगडा भएको छ मम्मी चाहिँ अहिले पसलमै हुनुहुन्छ र गाइस म चाहिँ अहिले के सुन्दैछु क्या युट्युबर बन्ने सपना थियो गाइस त्यो पनि अब चकनाचुर हुने भयो सायद गाइस अब 2027 देखि चाहिँ 8000 वाच टाइम पुरा गर्ने भनेको छ युट्युबले चाहिँ म चाहिँ गाइस यो थाहा भएको थिएन होइन युट्युबमा मैले यसो भिडियो हेरेर आएको थिएँ त्यति बेला गाइस पुरा त्यो नै छ कि फेमसै भइरहेको गाइस 8000 वाच टाइम कम्प्लिट गर्नुपर्छ अरे गाइस अहिले चाहिँ गाइस 4000 वाच टाइम पुरा गर्नुपर्छ होइन त्यो चाहिँ गाइस बरु होला होला भन्ने थियो मनमा होइन अब युट्युबर बन्न सकौँला भन्ने थियो एउटा भित्रैदेखि मलाई चाहिँ तर अहिले चाहिँ गाइस अब यो 2027 देखि चाहिँ 8000 वाच टाइमको अब क्राइटेरिया पुरा गर्नुपर्छ अरे क्या गाइस 2027 मा मैले ग्रोन हानेपछि त गाइस म कहिले पनि सक्दैन होला कि यस्तो 8000 वाच टाइम पुरा गर्न यार यस्तो झन् गाइस 4000 त कसरी गराउने भनेर सोचिरहेको थिएँ गाइस अब त झन् युट्युबर बन्ने सपना त सपनै हो गाइस यार यो लग्ने सपना त सपनै हो गाइस लिटरली यार यस्तो यार गाइस सपोर्ट गर्नुहोस् यार यो 2027 आउनेसम्म हामीलाई 4000 वाच टाइम र 1000 सब्सक्राइबर गेन गर्नुहोस् यार 1000 त गाइस त्यो पोलिसी चाहिँ छैन तर 8000 गाइस तपाईँहरूले पनि अब हेरिराख्नु भयो होला युट्युबमा त्यही चलिरहेको अहिले चाहिँ त्यो रियल हो कि न गाइस त्यो मलाई चाहिँ थाहा भएन अब त्यही चलिरहेको अब गाइस मलाई चाहिँ डर लागिरहेको होइन 2027 सम्म म चाहिँ सक्दैन जस्तो लागिरहेको 4000 वाच टाइम पुरा गरेर 1000 सब्सक्राइबर यार गाइस अब त टेन्सन पनि हुन लाग्यो यार गाइस 4000 मैले मानौँ होइन गाइस मैले गरिहालेँ 2027 सम्म 2027 गाइस 8000 के त्यहीको डबल गर्नुपर्छ क्या अब त्यो कसरी गर्नु क्या तपाईँहरू पनि बुझ्नुहुन्छ होला नि तपाईँहरू यदि क्रिएटर हुनुहुन्छ भने त्यही गाइस म त अब थोरै डिमोटिभेट पनि हुन लागिसक्यो तर डेली भ्लग चाहिँ आउँछ त्यो चाहिँ चिन्ता नगर्नुहोस् अब यार गाइस हल्का भ्लगै बनाउने मन लाग्यो यार अहिले चाहिँ गाइस त नभए नै राम्रो थियो यार तपाईँहरूसँग यो कुरा सेयर गरौँ भनेको गाइस त्यही हो अब डर लागिरह लास्टै फेरि यो कुरा सुनेर त गाइस झनै मेरो दिमागै सट्किन लागिसक्यो अहिले त के गर्नु यार गाइस झन् त्यहीमा एक्जाम पनि छ अब त यार गाइस चाहिँ तपाईँहरू पनि क्रिएटर हुनुहुन्छ अनि यो कुरा त थाहा पाउनुहुन्छ होला कि तपाईँहरूले पनि गाइस 4000 वाच टाइम पुरा गर्नु त कस्तो दुःख गर्नुपर्छ गाइस होइन मेरो त गाइस यति पनि भएन गाइस 4000 मा झन् 8000 गाइस यति लामो यार कसरी गर्नु क्या त्यही गाइस अब चाहिँ मम्मी पनि आउनु भएन पसलदेखि चाहिँ म चाहिँ पसल कोठा चाहिँ आइसकेको थिएँ होइन त्यही हो गाइस तपाईँहरूले कुरा भन्नु थियो अब गाइस अब त यार न गाइस मेरो क्यामेरा क्वालिटी राम्रो छ न म कन्टेन्ट राम्रो बनाउन सक्छु यार गाइस सपोर्ट गर्नुहोस् 2027 सम्म के मोमो गाइस मोमो ल्याइदिनु भयो गाइस म मम्मीसँग रिसाएको थिएँ त्यसैले मम्मीले मोमो ल्याइदिनु भयो अहिले चाहिँ मलाई फकाउनको लागि त्यही गाइस अब मोमो पनि खाइदिउँ न त
तैँले खानुभयो के मोमो अब चाहिँ गाइस खाना पनि पाक्न लागिसकेको छ र आजको भ्लग चाहिँ यहीसम्म हुन्छ तपाईँहरूलाई गाइस आजको भ्लग कस्तो लाग्यो मन परेमा लाइक गरिदिनु होला च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला गाइस 8000 वाच टाइम प्लिज सपोर्ट गर्नुहोस् यार गाइस अब यो पुरा गर्न त म सक्दैन होला कि ल गाइस हामी भेटिन्छौँ भोलि अर्को इन्ट्रेस्टिङ भ्लगमा त्यति बेलासम्म बाई बाई गाइस बाई